ल बाख्रा खोर्ची रे के थाहा केटीहरू पट्टी हाल्छ कि यहाँ सुरन खान हाल्छ कि नै छैन यहाँ त सुरन त कहाँ छ र खै ए सुरन खाना यहाँ रहेछ है गाइज हेलो गाइज के छ सबैजना सन्चै राम्रै आज चाहिँ 82 8 महिना 20 गते लाइसेन्सको इक्जाम दिन आएको अहिले चाहिँ म दाङ छु लास्ट चिसो बाहिर कुहिरो लागेको छ पुरै कुहिरो लागेको छ लाइन पनि गएको छ यस्तो बिहान उठेर पढेको है खासै पढ्नु त पर्दैन त्यो पनि हल्का पढेको चिसो हो तर धन्न ज्याकेट राखेको छु त्यसले गर्दा हल्का हुन त भा भर्खर उठेर फेरि बिहान उठेर एकछिन मुख धोएर फेरि उस गरेको अनि फेरि मुख धोएर फेरि सुँदैछु चिया सिया गर्नुपर्छ अनि 1 बजेको इक्जाम छ 12 बजीतिर निस्किनु पर्ला के हुन्छ हेर्दै गरौँ है त अहिले म दौतरी होटल छु यहाँ देउखुरी दाङमा देउखुरी भन्छ यहाँ चाहिँ देउखुरीमा हैन इक्जामको लागि चाहिँ म जानुपर्ने छ यहाँदेखि करिब 10-12 मिनेटको बाटो होला कहाँ गयो म्याप फेरि मेरो इक्जाम सेन्टर परेको छ गोर्खा मोडल सेकेन्डरी स्कुलमा यहाँ छ है त यहाँ जानुपर्ने छ मलाई चाहिँ यहाँ बसेको छु म भने यतातिर बस पार्क छ यता बस पार्कदेखि घुम्न भनिरहेको छ म चाहिँ यतादेखि डाइरेक्ट गइदिने हो यतादेखि सर्टकट बाटो नाप्दै गइदिने हो यहाँ परेको छ है त मेरो इक्जाम सेन्टर हेर्दै जानु के हुन्छ भर्खर 8 बजेको छ 8-9 बन्नै लागिसक्यो ओके गाइज हैन लगभग 10-11 बजिसक्यो नुहाएर यताउता गरेर रेडी भइसकेको छु 12 बजे चाहिँ पुग्नुपर्छ भर्खर नुहाइधुवाइ गरेर हैन टक्क रेडी हुने अनि होटलको बिल सिल तिर्ने अनि निस्किने गर्नुपर्छ आज चाहिँ अनि आज फेरि यहाँदेखि फर्केर बुटोल जानु हो अहिले जान्छु अब स्कुल इक्जामको लागि निस्किनुपर्छ एकछिनमा अनि के हुन्छ हेर्दै गर्नु हैन म स्कुलमा पनि हल्का भिडियो हान्छु धेरै हान्न त कन्फिडेन्स छैन भनौँ हैन अरू ठिक छ गाइज चिसो छ यता देउखुरीतिर चाहिँ त्यस्तै छ के अरे नागरिकता प्लस एन्ट्री कार्डहरू रेडी भइसकेको छ कपीहरू छ ब्याग प्याक गर्नु पर्यो घडीहरू लगाउनु पर्यो पर्फ्युम पनि ल्याएको छु कि म फेरि हल्का छ्यास त पार्नु पर्यो नि हैन के थाहा केटीहरू पट्टी हाल्छ कि हल्का दिएको फेरि पैसा पनि छैन धेरै कति आउँछ यही बिलाउने होला अलिकति यति छ पैसा मिलाउनु पर्यो गोजी राख्नु पर्यो अनि टक्क निस्किनु पर्छ हैन फेरि बुटोल जानु हो त्यस्तै छ गाइज निम्न माध्यमिक त अब इक्जाम दिन आएको खासै पढेको पनि थिएन आजभोलि काममा बिजी भइन्छ यताउता भइन्छ पढ्न पनि खासै भइएन पैसा त धेरै छैन के देखाउनु यार पैसा पनि के देखाउनु भयो पैसा देखाएन ल पैसा चाहिँ राखेँ अनि अरू भन्नु त केही छैन के हुन्छ हेर्दै जानु लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला सपोर्ट गर्दै जानु केही सपोर्ट मिलिराख्यो भने हजुरहरूको भिडियो म डेली भिडियो पनि राख्छु नि त पहिलेको भिडियोहरूमा त लामो थियो बाल पनि काटिदिएको पछि घडी लाउनु पर्यो दुईवटा पेन आधा लेखेको अनिवार्य हुन्छ किनकि भोरि पेन लैजान भने त्यसले छोड्न पनि सक्छ बिचबिचमा लेख्दैन त्यही भएर दुईवटा पेन आधा लेखेको छ सँगै कपीहरू त दुईवटा थियो लेख्न त लेखेको थिएन त्यही पनि लिएर आएको 2 मिनट भइसकेको यो पनि धेरै नबोलौँ हैन फेरि उता भिडियो गर्दाखेरि लङ भइदिन्छ मेरो रुमको चाबी यस्तो छ समर मार्टको म चाहिँ काम गर्छु नि त ल अरू कुरा फेरि म अब उहीँ गएपछि देखाउँछु है त गोर्खा स्कुलमा गएपछि देखाउँदछु बाई त्यतिन्जेलको लागि
यही ल बाख्रा खोर्ची रे अरूको साथी अहिले जाम्ला हतारका बाख्रा जान्छन् पहिला हतार भएकाहरू हिँड्न रेडी भइसक्यो है त आराम से लगाइछ भित्र त छिर्यो कोठा नम्बर 14 जाने हो म चाहिँ सरकारी जागिरे भोकहरू लास्टी धेरै रहेछन् लगोठा नम्बर 12 यहाँ सुदन खनाल छ कि नै छैन यहाँ त सुदन त कहाँ छ र खै ए सुदन खनाल यहाँ रहेछ है गाइज लगोठा नम्बर 12 होइन गाइज पनौती नै लागेको रहेछ मलाई चाहिँ फर्स्ट बेन्चमै पर्दिरहेको म त फर्स्ट बेन्चमै अरू सब पछाडि छ म चाहिँ फर्स्ट बेन्चमै पर्दिरहेँ फर्स्ट बेन्चमै पनौती लाग्यो है समग्रमा भन्दा आजको एक्जाम चाहिँ राम्रै भयो त्यस्तो नराम्रो भएको छैन के भन्छ अब रिजल्टले बताउँछ अरू कुरा चाहिँ जे होस् राम्रै भयो भर्खर यतादेखि एक्जामदेखि निस्केर म चाहिँ अब निस्केको ल अब नेक्स्ट भ्लगमा भेटौँला है त यो भ्लग कस्तो भयो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला